तिहार आउनको लागि चाहिँ अब केही दिन मात्र बाँकी छ अनि तिहारमा चाहिँ अनिवार्य रूपमा पकाइने खानेकुराहरू मध्येमा चाहिँ सेल एक पर्दछ अनि आजको भिडियोमा चाहिँ म सेल बनाउन गइरहेको छु। सेल बनाउनको लागि सबैभन्दा पहिला त मैले 3 गिलास चाहिँ चामललाई एउटा भाँडामा खनाएँ अनि त्यसमा चाहिँ मैले पानी हालेर अघिल्लो दिन नै भिजाएर राखिदिएँ अनि त्यसपछि अर्को दिन चाहिँ मैले त्यसमा भएको पानीलाई पहिला फालिदिएँ अनि काँडेदार बनाउनको लागि चाहिँ 1 गिलास चामल चाहिँ पहिल्यै छुटाएर राखेँ अनि बाँकी भएको चामललाई चाहिँ एक गिलास गरेर चाहिँ मैले पिने। पहिला त मैले 1 गिलास चामल लिएँ अनि त्यसमा चाहिँ मैले 1 चम्चा चाहिँ घिउ लिएँ। यो घिउ चाहिँ यो 3 गिलास चामलकै जुन मैले रोटी बनाउन आँटेको छु त्यसको लागि जम्मा मैले 1 चम्चा मात्र घिउ लिएँ अनि त्यसपछि 1 चम्चा चाहिँ सुकुमेल र लौङ्गको धुलो अनि त्यसपछि 1 कप चिनी अनि थोरै पानी राखेर चाहिँ मैले यसलाई पिने। यसलाई चाहिँ मैले धेरै मसिनो नि हैन ठिक्कको बनाएर पिने। अनि बाँकी भएको चामललाई पनि मैले थोरै पानी राखेर धेरै गिलो नहुने गरेर पिनेर यसमा राखेर अनि त्यसपछि राम्रोसँग मिक्स गरेँ अनि मैले त्यो काँडेदार बनाउनको लागि जुन 1 गिलास चामल छुटाएर राखेको थियो त्यसलाई चाहिँ मैले धेरै मसिनो नबनाइकन काँडा उमार्नको लागि चाहिँ अलिक खस्रो खालको बनाएर पिनेर अनि त्यसपछि त्यसमा राखेर राम्रोसँग मिक्स गरेँ। अनि राम्रोसँग मिक्स भइसकेपछि चाहिँ यसलाई मैले छोपेर राखिदिएँ 6 घण्टाको लागि। घण्टा भइसकेपछि चाहिँ यसलाई चाहिँ मैले निकालेँ अनि त्यसपछि यो चाहिँ अलिकति जमेको जस्तो भएको थियो त्यही भएर फेरि राम्रोसँग मिक्स गरेँ अनि अलिअलि साह्रो पनि भएको थियो त्यही भएर थोरै पानी थपेर अनि त्यसपछि पकाउनको लागि चाहिँ मैले रेडी गरेँ अनि ताईमा तेल बसालेर सेलहरू चाहिँ मैले पकाएँ।